हाई गाइज वेलकम टु माई न्यू भिडियो। आज चाहिँ म बाहिर निस्किँदैछु साथीहरू, किनभने धेरै नै काम छ। त्यही भएर अब चाहिँ म निस्केको ल। अनि अटो पनि आयो गाइज, हामी चाहिँ अटोमा चढेर जाँदैछौँ। The Bluetooth device is connected successfully. हामी चाहिँ बजार आइसकेर साथीहरू अहिले चाहिँ हामी मोबाइल सेन्टरमा छौँ। मोबाइल किन्दै थियौँ अनि हामी चाहिँ फाइनल चुज चाहिँ यो मोबाइल गऱ्यौँ होइन, भाइले देखाएको। अनि त्यस पछाडि चाहिँ मलाई हतार थियो नि त, अनि हतारमा बहिनीलाई भेट्नु पर्ने थियो। अनि बहिनीसँग पनि फाइनल्ली भेट भयो गाइज। हामी चाहिँ आज ट्विनी भएको के सेम ड्रेस लगाएर। अनि सेम टी-सर्ट लगाएर छप्पी जस्तो लागेको। बहिनीले चाहिँ कपाल कलर गर्ने भनेर अहिले चाहिँ कपाल कलर गर्ने ठाउँमा आएको छौँ होइन। अनि उसको चाहिँ कपाल कलर पनि हुँदैछ गाइज। अब लगाइदिँदै हुनुहुन्छ आन्टीले, हेर्दै गर्नु होला पछाडिसम्म भिडियो। अहिले चाहिँ म एक्लै यहाँ फोटो स्टुडियोमा आएको, किनकि उसको बर्थडे छ नि त। अनि उसको लागि चाहिँ म एउटा फ्रेम बनाइदिँदैछु कि साथीहरू, त्यही भएर आएको। अनि अब चाहिँ यहाँबाट म निस्किन्छु ल गाइज, फेरि भेटौँला। अब चाहिँ हामी घर फर्काउँदैछौँ गाइज। यो चाहिँ पातो खोलाको पुल हो होइन। अनि यति बेला चाहिँ पुल पनि आएको थियो। अनि त्यही हो गाइज, हामी यस्तो भयो मैले हाल्नु। हम तो पहुंच गए गाइस, घर पे पहुंच गए ना। तो नमस्ते आंटी। हैप्पी बर्थडे टू यू, हैप्पी बर्थडे टू। अनि गाइज हामी चाहिँ अहिले रातिको 12 बजीसम्म पनि सुत्या छैन होइन। अनि यस्तै चल्दैछ हाम्रो यहाँ जिन्दगी, के गर्नु गाइज। हेलो गाइजहरू, हजुरहरूलाई आज मेरो दिदीको च्यानलमा स्वागत छ। र आज मेरो दिदीको जन्मदिन, हामी दिदीको लागि बर्थडे गिफ्ट ल्याउन जाँदैछौँ बजारतर्फ। र गाइजहरू आज हामीले दिदीहरूलाई सरप्राइज दिँदैछौँ। अनि हजुरहरूलाई चाहिँ यो भिडियो लास्टमा हेरिदिनु होला। यस, ल लाइक सब्सक्राइब कमेन्ट पनि गरिदिनु होला। अनि हामी साथीहरू घरदेखि चाहिँ हिँडिसक्यौँ होइन। अनि अहिले चाहिँ हल्का तल आइसक्यौँ। आज चाहिँ बहिनीको बर्थडे सरप्राइजहरू छ कि, अनि त्यही हामी चाहिँ गिफ्टहरू हेर्न जाँदैछौँ होइन। अब यो भिडियो चाहिँ हजुरहरूले लास्टसम्म हेरिदिनु होला भन्न चाहन्छु। अनि सकेसम्म लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। यतातिर चाहिँ यस्तो दामी मौसम गरिरहेको, त्यही पनि हामी छाता ओढेर हिँडिरहेको, गर्मी हुन्छ नि त, त्यही भएर साथीहरू। हामी चाहिँ अहिले भाइको कपाल काट्न आइरहेको छौँ साथीहरू। सुरुमा हेर्दा मलाई कस्तो हाँस उठेको त्यो भाइको कपाल देखेर, त्यही हो। कपाल काट्दैछ। अनि हेलो, फेरि पनि मेरो दाइको उता हेयर कटिङ हुँदैछ। यता मेरो म्याडम हुन्छ, मेरो दिदी र हामी दादा कपाल काट्छौँ र गिफ्ट पसलमा जान्छौँ, गिफ्ट किनिन्छौँ, फेरि केक किन्छौँ अनि घरतर्फ लाग्दछौँ। अनि हजुरलाई हाम्रो युट्युब च्यानल कस्तो लाग्छ? लभ यु। गाइजहरू, हामी यस सोरुमबाट भाइ र दादाको कपाल काटेर निस्किसक्यौँ। हाम्रो दाइ यहाँ र अब हामी गिफ्ट पसलमा जान्छौँ।
आज चाहिँ स्याटरडे भएर पुरा पसलहरू पुरै बन्द छ होइन यस्तो पुरै पसलहरू बन्द छ कस्तो राम्रो मौसम गरेको हो आज गिफ्ट पसलमा बसिरहेको छ के भयो हामी चाहिँ साथीहरू अहिले गिफ्ट पसल बाहिर आएर बसिरहेको नि किनभने यहाँ बन्द रहेछ आज स्याटरडे हो नि त अनि त्यही भएर अब अङ्कललाई फोन गरेको आउँदैछु भन्नुहुन्छ अब हेरौँ के कस्तो हुन्छ मिठो रहेछ त्यो हामी चाहिँ बर्थडे सेलिब्रेटको लागि रेडी भइसक्यौँ गाइज अब चाहिँ निस्किन लागेको हाम्रो यहाँ पुन्टी चाहिँ रिसाउनु भएको गाइज इधर देखो इधर जहिले रिसाउनुहुन्छ यहाँ जहिले यहाँ रिसालु हुनुहुन्छ यस्तो ऊ भ्लग बनाउँछ अब पुन्टीले भ्लग जाउँ त ब्युटिफुल हुनु भएको छ यहाँ चाहिँ धानी चाहिँ रोइरहेको थिएँ अनि यहाँ चाहिँ आन्टी हुनुहुन्छ अनि यहाँ चाहिँ मेरो बहिनी क्युट प्रिन्सेस अब चाहिँ हामी रेडी भइसक्यौँ गाइज अब चाहिँ हामी चल्दैको ल गर्मी भयो तिम्रो बनाइदेऊ न इधर देखो इधर 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 हम जा रहे हाय हेलो देखो हेलो गाइस अब हामी चाहिँ के साह्रो बाइक रन गएको यस्तो राम्रो पछाडि वाउ अब टाइम लाग्ने लाग्यो पछाडि तिनवटाको 50 रुपियाँ अगाडि अन्टीको 50 रुपियाँ यस्तो राम्रो देखिन्छ नि गाइस नानी यता फर्किन सट्ट जाने क्या अब जाने टपमा ओए त नआइज क्या त नआइज म अहिले आइज भन्छु अनि आइज बाहिर जानु सामान छ बाहिर उ त्यहाँ सामान छ कि जानु हाथों को संभाले मेरे हाथों में कैसे हाथों को संभाले मेरे हाथों में जब तक नींद ना आए इन लकीरों में सामान लिएर आएको छ फोकोबाट फुको अब गाइज भ्लग गराइछस् गाइजहरू हामी मेगादेखि देखिने भ्यूहरू हेर्नुहोस् उतातिर राम्रो राम्रो छ माथितिर जाए यस्तो देखिन्छ साथीहरू अनि उतातिर गाइजहरू गरे फेरि अगाडि खाएर ठेकलको इन्ट्री भयो देखो अरे मेरो छोरालाई सुनौरी दिनेको होला काला काला यो चाहिँ अनबक्सिङ गर पहिले काट्नुभन्दा पहिले रियाक्सन
के छ यहाँ क्या है पैसा श्रीलङ्का दिदी वाह वो केक बनाएको भित्रबाट के वाउ मुखबाट मात्रै हो हेमा भित्रैबाट एकदम रुमाल कहाँ छ इङ्ग्लिसबाट पढ इमोसनल वाला कस्तो भयो राम्रो छ एकदम कस्तो लाग्यो सरप्राइज थाहा पाली रहेछ अलिअलि गाइएको यहाँ गाइनरले थाहा पाए गर्दा थाहा पाए होइन मैले के बनाएन अटोमा हेर 8 जना थियौँ कस्तो भयो कस्तो गरौ कि अलि अर्को पनि छ क्या ढङ्गा यसको त हावा काटेको चकलेट बुके तँ कभरी खुम्क्या के भन्न चाहन्छौ भन अब थ्याङ्क यू सो मच धेरै माया छ मैले भन्ने धेरै माया छ लभ यू देखो जी देखो मुझे प्यार हो गया इस कलवे से रच्छ नि बनाउँछु How to be brave? How can I love when I'm beautiful? What's the Happy birthday. मिलन टाउको नगना न भिडियो गराइदिनु लाग्छ प्रिन्सेस चट्टा यत्रो थोप्लो बचाल्दैछ गाला पनि लगाइदिन्छ अलिक ठुलै खुवाइदियो क्या सुषमालाई यत्रो खुवाइदियो है गो गराइदियो गाला पनि हेर्छ अलिक अब हक गरौँ कि मैले सिकाउनु पर्ने हो त्यो पनि हेर त गज्ज पर्या क्या तरीके गप्प के हो हामी चाहिँ कसको हो छोरो जिस्काउँछ मोर कति राम्रो मान्ने थियो नि आज हेर्नु गाइजहरू यो यसको गाला हेर्नु म त हेर त आँखामा पनि डार्क सर्कल बसेर हेर्नु पुरै कालोमा कालो गाइज लगाउन यतातिर यो हातमा लगा त्यही भएर मैले नकिन भनेको हिजो कस्तो राम्रो क्या मेरो बर्थडेमा यस्तै पठाइदियो भने दुई बहिनी सन्जु इमोसनल भइदियो बरु मैले नि ल्याइरहेको Happy birthday to you, sis. Sister, I love you on the happy day. I am sending thousands of wishes and blessings your way. I hope you get whatever you have desired in your life. Have a best blast on your birthday. One more happy birthday. Thank you so much.
अङ्गालमा मार थ्याङ्क यू सो मच नानी कहाँ अब हाल तिमी आफ आफ्ना पोलिथिनमा हामी तल बस्छौँ यता तिम्रो किरा मान्ने थियो कि कसले गरिदियो मेकअप यस्तो मेकअप आर्टिस्ट टेन्सन लागेर एउटा कस्तो टिकोला आइ सम्झे यता हेलो भन् हामी आएको रेस्टुरेन्ट छ यो हो गाइज होइन यस्तो राम्रो छ नाइट भ्यूहरू अनि यस्तो छ यता यहाँ चाहिँ दुई बहिनाले यहाँ पिङ खेल्दैछन् गाइज यो त नयाँ मिलाउनु उता नाल्ला यार नि दादा नि हामीलाई अहिले त्यो खानै मन नलाग्यो होला खायो अहिलेबाट पछि फेरि कस्तो खान मन लाग्दैन छोराइदिएन हो बहिनीले चाहिँ मेरो चप्पल छोराइदिँदैछ गाइज भएन भएन अझै यसरी हेर्न भयो समात्दै समात्दै नलगाइ नि समात्न सक्दिनँ और छोटी चुड़ैल को देखो गाइजहरू एक मोटी चुड़ैल गोरी चुडेल मैं क्या हो तो काली चुड़ैल हूँ हाँ हाँ मैं काली चुड़ैल तिम्रो आँखामा हेर साथीहरू साथीहरू यसले मलाई स्यान्डल बोगाएछ यसको स्यान्डल बोक्न आएँ म के सोध्छ मलाई के सोध्छ भनिदिउँ अनि गाइजहरू अहिले चाहिँ म भिडियो इन गर्दैछु कति बज्यो सायद 1 बजेर 2 मिनट गयो होइन रातिको यति बेलासम्म मलाई निद्रै लागेको छैन क्या अब चाहिँ सुत्नुपर्छ आँखा पनि यस्तो भइसक्यो सधैँ यो मैले भिडियो इन गर्न बिर्सिने किनभने म त्यति त्यो छैन नि त मलाई त्यति याद हुन्न कि ल म भिडियो गर्दैछु भन्ने कुरा त्यस्तो अनि त्यही भएर हो गाइज अब फेरि पनि अर्को भिडियो भेटौँला बाई बाई साथीहरू Thank you for watching.